हेलो नमस्ते दिदी बहिनी आउनुहोस् है आज जङ्गलतिर जाउँ है हामी जङ्गलतिर हिँडेको हो अब जङ्गलमा सिस्नुहरू खोज्नु हिँडेको हो सिस्नुहरू पाउँछ कि पाउँदैन हेरौँ है आज डाँडो भात खाने हो बेलुका सिस्नु खोजेर आउनुहोस् है हेर्नुहोस् है डाँडागाडै सालको रुखहरू है हाम्रो यहाँ त जङ्गल यस्तो पो छ जङ्गलहरू हेर्नु है जङ्गल नाला हजुर हाई हामी आज चाहिँ इभिनिङ वक दर्शकहरू यहाँ दुर्गा राई दिदी हुनुहुन्छ हामी चाहिँ एकदम जङ्गल हिँडिराख्ने घाँस दाउरा गरी बस्ने हामीलाई चाहिँ कस्तो लाग्छ होला नि दर्शकहरू राक्षस भन्नुहुन्छ कि मनुष्य भन्नुहुन्छ कि हामी हिँड्ने अहिले अब जस्तो मैले 5 दिन अगाडि मैले यही ठाउँमा गएर चाहिँ सिस्नु तोडेर ल्याएँ यही ठाउँको मेरो भिडियो पनि मैले लगाएको थिएँ नि त होइन दर्शकहरू त्यही ठाउँमा चाहिँ अलिक यत्रो सानो खोले सागहरू थियो त्यो चाहिँ कत्रो बढ्यो होला भनेर हामी जाँदैछौँ कस्तो लाग्दै होला हेर्दै लानु होला दर्शकहरू यी खोलामा आइपुग्यौँ है हामी त अब सिस्नु खोले साग टिप्ने यस्तो पो छ है नुन नदीको खोला हो यो हेर्नुहोस् है दिदीबहिनीहरू ओ माथि मेरो साथी चाहिँ नि माथि पुग्यो हेर्नुहोस् है अब सिस्नु खोज्नु आएको हामी खोला खोला सिस्नु खोले साग हेर्नु यसरी घर बनाएर बसेको छ नुन नदीको छेउछेउमा ल आएँ म एकछिन है यसरी नुन नदी खोला यो पहिले यो खोला पारीमा एउटा घर थिएन अब त यो खोलामा प्रपर्टी डिलरहरूले पुरा बेचेर हेर्नुहोस् त यति ठुलो घर बनाएको छ डबल स्टोर यसलाई भन्छ दयानगरी कम त ठुलो त बसेन हेर्नुहोस् त सानो पनि घर होइन डबल बनाएर बसेछ मान्छेहरू यो माथि डाँडामा जेन्तनवाला हो सिस्नु त रहेछ दिदी बहिनीहरू ए बसरी माथि हेर्नुहोस् है तल पनि सिस्नु माथि पनि आमा हेर्नुहोस् त
पोल्यो यसरी टिप्नुपर्छ हेर्नु है सिस्नु हेर्नु त रहेछ के हो माथि साह्रो माथि टिप्नै गाह्रो सिस्नु त्यसलाई कसरी तान्ने नि यस्तो हुन्छ है दिदीबहिनीहरू सिस्नु हेर्नुहोस् त काँटै काँटा रहेछ यो सिस्नु त मिठो हुन्छ धेरै काँटा भएको त अब ठन्डा इलाकाको त्यो कुनामा भएको हेर्नुहोस् त काँटै काँटावाला सिस्नु अब यसलाई साममा गएर पकाएर ढेँडोसँग खाने है दिदीबहिनीहरू हेर्नुहोस् है हेलो आज सिस्नु टिप्नु आएको हेर्नुहोस् है अब यो खोलामा यसरी नागेर हिँड्नुपर्छ देखि जुम गर बडा तेज रहेछ जङ्गली कुखुरा बहुत तेज हुन्छ नि ऊ हेर्नुहोस् त दिदीबहिनी ओ पर जङ्गली कुखुराको बच्चा है ओ हिँड्दैछ हेर्नुभयो ऊ यो जङ्गली बच्चाको चल्ला है उसको माउ त कहाँ रहेछ एक्लै हिँड्दैछु बच्चा सानो रहेछ उसको आमा चाहिँ नि माथि नै होला कतै रुखतिर बस्यो होला आवाज त हरिउँदो फसर फसर गरिरहेको छ नि ऊ माथि छ होला ऊ हेर्नु ऊ तल आइसक्यो ऊ त ऊ तल आयो हेर देखिस् कालो रङको रहेछ ग्रे ग्रे कलरको होइन सानो बच्चा एक्लै हिँड्दैछ त्यसको आमा यतै होला यो खसर फसर गर्दैछ नि त्यसको आमा त्यो माथितिर होला एक्लै चढ्दैछ त्यो